हेलो साथीहरु, दर्शक नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई चाहिँ तपाई पनि यदि विदेशमा हुनुहुन्छ र तपाईले नेपालमा भएको आफ्नो आफन्तजनहरुलाई रिचार्ज कार्ड पठाउन चाहनुहुन्छ, यदि चाहनुहुन्छ भने चाहिँ हाम्रो पात्रबाट पनि जुनसुकै देशबाट पनि नेपालमा भएको मोबाइलमा चाहिँ रिचार्ज कार्ड गर्न सकिन्छ। त्यसको लागि चाहिँ तपाईले सबैभन्दा पहिला चाहिँ हाम्रो पात्रोलाई डाउनलोड गर्नुपर्ने हुन्छ। त्यसको लागि सबैभन्दा पहिला तपाईले प्ले स्टोरमा जानुहोस् र प्ले स्टोरमा गइसकेपछि यहाँ सर्चमा गएर चाहिँ यहाँनिर चाहिँ तपाईले हाम्रो पात्रो भन्ने चाहिँ सर्च गर्नु होला। हाम्रो पात्रो भनेर यहाँ सर्च गर्दाखेरि आउँछ र यहाँनिर चाहिँ यसरी सर्च गरेर डाउनलोड गर्नु होला। मैले चाहिँ अलरेडी डाउनलोड गरिसकेको छु, यहाँनिर ओपन गर्नु होला। त्यसपछि चाहिँ तपाईले चाहिँ यस्तो खालको तपाईको इन्टरफेस आउनेछ हैन साथीहरु, यसरी ओपन हुनेछ र तपाईले चाहिँ रिचार्ज कार्ड पठाउनको लागि चाहिँ तपाईले यहाँनिर 3 डटमा यो कुनामा देख्न सक्नुहुन्छ, माथि 3 डटमा टच गर्नु होला यहाँनिर र त्यहाँ त्यसपछि चाहिँ तपाईले यहाँनिर अप्सनहरु धेरै देखाइरहेछ। हाम्रो रिचार्ज भन्ने ठाउँमा चाहिँ तपाईले चाहिँ टच गर्नु होला। यहाँनिर हाम्रो रिचार्जमा चाहिँ यसरी टच गरिदिएपछि चाहिँ यसरी चाहिँ तपाईको यस्तो खालको इन्टरफेस खुल्नेछ र यहाँनिर चाहिँ तपाईले कुन नम्बरमा चाहिँ तपाईले पैसा पठाउने हो त्यो पैसा चाहिँ यहाँनिर तपाईले गर्नु होला, इन्टर गरिदिनु होला। यदि तपाईले जुन नम्बरमा पैसा पठाउन चाहनुहुन्छ त्यो पैसा नम्बर चाहिँ यहाँनिर चाहिँ तपाईले लगाउनु होला। यदि तपाईले आफ्नो नम्बर चाहिँ सेभ गर्नुभएको छ भने चाहिँ यहाँनिर रेड कलरको आइकनमा टच गरेर चाहिँ तपाईले चाहिँ यहाँनिर देख्न सक्नुहुनेछ कि तपाईले कसको नाममा पठाउने हो, तपाईले सेभ गरेको नम्बरमा पनि पैसा पठाउन सक्नुहुनेछ हैन साथीहरु। र मैले चाहिँ यहाँनिर तपाईको एउटा नम्बर चाहिँ चुज गर्छु मैले चाहिँ यहाँनिर हैन, यो चाहिँ मेरो नम्बर भयो हैन र यसमा चाहिँ मैले चाहिँ यसमा चाहिँ पैसा पठाउने भए र त्यसको लागि चाहिँ तपाईले यहाँनिर पैसाको अप्सनहरु देखाइरहेछ है त साथीहरु। यहाँनिर देख्न सक्नुहुनेछ 300, 500, 700, 1000, 1200, 1400 भनेर चाहिँ यहाँनिर चाहिँ तपाईले देख्न सक्नुहुनेछ है त। र तपाईले चाहिँ कति पैसा पठाउने भनेर चाहिँ यहाँ चुज गर्नुपर्ने हुन्छ। मैले 300 मा टच गरे है त। त्यसपछि टच गरिसकेपछि यहाँनिर चाहिँ इन्टर युर इमेल भनेर देखाइरहेछ। यहाँनिर चाहिँ तपाईले चाहिँ आफ्नो इमेललाई टच गरिदिनु होला, जुनसुकै एउटा इमेलमा टच गरिदिनु होला। त्यसपछि चाहिँ तपाईले यहाँनिर कन्टिन्युमा टच गरिदिनु होला र कन्टिन्युमा टच गरिसकेपछि चाहिँ यहाँनिर तपाईको यस्तो खालको इन्टरफेस आउनेछ। तपाईको चाहिँ यहाँ चाहिँ पुरा डिटेल्स देखाउनेछ, पैसा तपाईको फोन नम्बर र पैसा र यहाँ चाहिँ कुन उसबाट हो, कुन सर्भिसबाट कुन सिम नम्बर हो भनेर चाहिँ यहाँनिर देखाउँछ र यहाँ तल चाहिँ तपाई कुन देशमा हुनुहुन्छ त्यो देशको पैसा चाहिँ यहाँनिर देखाउने छ है त। त्यसपछि कसरी पैसा एड गर्ने भन्ने बारेमा पुरा म सिकाउने छु, भिडियो अन्तिमसम्म हेर्नु होला है त साथीहरु। त्यसको लागि चाहिँ यहाँनिर तपाईले चाहिँ म चाहिँ अहिले साउदीमा भएको कारणले चाहिँ म साउदीको पेमेन्ट पैसाको देखाइरहेछ। यहाँ चाहिँ नाउ रियल 79 हलालामा चाहिँ यहाँको त्यतिमा चाहिँ 300 रुपैयाँ हुनेछ है त साथीहरु। र त्यसको लागि चाहिँ यहाँ चार्ज पनि लाग्नेछ 2.49 हलाला गरेर टोटल चाहिँ 12 रुपैयाँ 28 हलाला लाग्नेछ है त साथीहरु। त्यसको लागि चाहिँ यहाँनिर चाहिँ तपाईले चाहिँ आफ्नो ब्याङ्क कार्ड यो यहाँ तपाईले देख्न सक्नुहुन्छ। यो ब्याङ्क कार्डको नम्बर चाहिँ यहाँ टाइप गरिदिनु होला। यहाँनिर देख्न सक्नुहुनेछ, मैले देखाइरहेको छु ब्याङ्क कार्ड। यो जति पनि तपाईको नम्बर छ नि, यो नम्बर चाहिँ यहाँनिर टाइप गरिदिनु होला। यहाँनिर चाहिँ मैले चाहिँ टाइप गर्छु। त्यसमा तपाईले नम्बर टाइप गरिसकेपछि चाहिँ तपाईले त्यहाँ तपाईको एटीएम कार्डको एक्सपायरी नम्बर पनि लगाउनु पर्ने हुन्छ र तपाईको चाहिँ त्यो कार्डको पछाडीपट्टि 3वटा अङ्क हुन्छ, त्यो चाहिँ सीबीआई नम्बर भन्छ। त्यो नम्बर पनि तपाईले चाहिँ त्यहाँ लगाइदिनु पर्ने हुन्छ र यहाँनिर तपाईको यस्तो खालको इन्टरफेस आउनेछ। पे भनेर चाहिँ यहाँ देखाइरहेको छ यो रेटमा चाहिँ तपाईले त्यहाँ टच गरिदिनु होला। त्यसपछि चाहिँ तपाईको रिचार्ज कार्ड जानेछ है त साथीहरु।